Please watch GS News पोखरा। आदरणीय दर्शक नमस्कार, तपाईँ यति बेला GS न्युज पोखरा मार्फत हामीलाई हेर्दै हुनुहुन्छ। हामीले पोखरा मुनि सडकको अपडेट तपाईलाई गराउँदै आइरहेका छौँ। हामीले पहिले पनि भनेका थियौँ पोखरा महानगरपालिका वार्ड नम्बर 14 अन्तर्गत पर्ने 14 र 26 अन्तर्गत पर्ने चाउथे ओह्रालो र विजयपुर ओह्रालोमा कामहरू केही ढिलाइ भइरहेको छ। तपाईलाई हामीले यसअगाडि केही अपडेटहरू गराएका थियौँ। यद्यपि यहाँ ढिलाइ हुनुको कारण के हो, आज हामीले पोखरा मुनि सडकका पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरज्यूसँग उहाँकै कार्यकक्षमा पुगेर कुराकानी गरेका छौँ। अबको क्रममा उहाँसँग गरिएको कुराकानी। चाउथे ओह्रालोको यो नालाको कुरा नि थोरै जोडिदिनु न। चाउथेनमा ओह्रालोमा नाला बन्ने क्रममा छ होइन, कल्भर्ट बनिरहेको छ अहिले। हाम्रो कल्भर्ट एकतर्फी कल्भर्ट चाहिँ सकिसकेको छ। त्यहाँ विजयपुरमा के समस्या भयो भने मेन चाहिँ त्यहाँको चाहिँ हाम्रो ट्राफिक डाइभर्ट गरेर कतै अल्टरनेटिभ रुटमा ट्राफिक डाइभर्ट गरेर त्यहाँ एकैचोटि काम गर्न चाहिँ पाइएन हामीले त्यहाँ होइन। त्यही भएर चाहिँ अब एक साइड सकेर अर्को साइड काम गर्दाखेरि अलिक ढिलो भएको त्यहाँ अहिले एकतिर कल्भर्ट सकिसकेको छ, अर्कोतिर कल्भर्ट चाहिँ अब सकिने क्रममा छ। एबुटमेन्ट चाहिँ लगभग सकिसकेको छ। नालीहरू चाहिँ अहिले एक साइड चाहिँ सकिसकेको छ, एक साइड चाहिँ बनिरहेको छ, अब सकिरहेको। त्यहाँ चाहिँ त्यस्तो अहिले त्यो समस्या छैन। अब त्यो कल्भर्ट सकेपछि चाहिँ हामी त्यहाँ पिच पनि गर्छौँ। हामी त्यहाँ हाम्रो माइलस्टोनमा जुलाईको अन्तिमसम्म चाहिँ त्यो पिच गर्ने माइलस्टोन पनि छ। अब यदि मौसमले साथ दिएको अवस्थामा चाहिँ त्यहाँ पिच पनि गर्छौँ हामी। बाँकी भनेको पुलको 50 मिटर मात्रै हो त्यहाँ चाहिँ छोड्ने अहिले। अहिले हामी चाहिँ अब त्यहाँ हाम्रो खास टार्गेट चाहिँ पुलको दुई साइडतिर 50-50 मिटर छोडेर गर्ने हो होइन। यतापट्टि चाहिँ कल्भर्ट नसके भए ढिलो भयो। पारिपट्टि चाहिँ अब आर्मीतिरको ब्याक कटिङ गर्न सकेन हामी समयमा। त्यहाँ बिजुलीको पोलले गर्दा त आर्मीले गर्दा डिस्टर्ब भएन कि बिजुलीको पोलले गर्दा ब्याक कटिङ गर्न सकेन। अनि अर्कोतिर चाहिँ हामीले रिटर्निङ आरसिसी रिटर्निङ वाल लगाइरहेको ठुलो रिटर्निङ वाल छ। त्यो रिटर्निङ वाल पनि नसकेको कारणले अलिक ढिला भएको त्यहाँ। त्यो अब करिब सकिने अवस्थामा छ। अब 50-50 मिटर छोडेर अरू चाहिँ हामी पिच गर्छौँ। आदरणीय दर्शक, तपाईँले सुनिहाल्नुभयो पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरज्यूसँग गरिएको कुराकानी। हामीले तपाईँलाई अपडेटहरू गराउँदै आइरहेका छौँ। तपाईँले विभिन्न ठाउँबाट हामीलाई हेरेर प्रतिक्रियाहरू दिइरहनु भएको छ। विशेष गरेर यो पृथ्वी राजमार्ग अन्तर्गत पर्छ चाउथे ओह्रालो। आदरणीय दर्शक, आज हामीले तपाईँलाई चाउथे ओह्रालो केन्द्रित रहेर यो भिडियो देखाउँदैछौँ। यद्यपि अर्को भिडियो तपाईँले फेरि चाहिरहनु भएको छ। पूर्वी खण्डमा त धेरै कामहरू सम्पन्न भइसकेको अवस्था छ र पश्चिम खण्ड जामुनेदेखि पोखरासम्मको के छ गतिविधि र कति किलोमिटर अब एकतर्फी कालोपत्रे हुन बाँकी छ, तपाईँलाई जिज्ञासा लाग्न सक्छ। हामीले अर्को भिडियोमा कति किलोमिटर बाँकी छ अर्थात् कति 100 मिटर बाँकी छ त्यो डिटेल तपाईँ माझमा ल्याउनेछौँ। तपाईँ पनि हामीलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो भिडियोमा हामीले विशेष गरेर तपाईँलाई ताजा अपडेटदेखि पुरानो अवस्थाको पनि देखाउँदैछौँ। यहाँ काम कसरी भइरहेको छ र कसरी भइरहेको थियो पनि तपाईँलाई हामी देखाउँदैछौँ। अहिले धेरै कामहरू पहिलाको भन्दा तीव्र गतिमा भइरहेको छ र अहिले पोखरा साँच्चै दैनिक पानी परेको रहेको हुन्छ। पोखरामा कुनै दिन पानी पर्न भने आज पानी पर्न भनेर अचम्म मान्नुपर्ने अवस्था छ। यद्यपि यो काम गर्नलाई भने अहिले मौसमले साथ दिएको छ। पोखरामा राति पानी पर्ने, दिन र बिहानमा अहिले मौसम सफा रहेको छ। तपाईँले यही हेरेर पनि यो भिडियोबाट पनि तपाईँले थाहा पाउनुहुन्छ काम गर्नको लागि यति बेला मौसम चाहिँ अनुकूल बनिरहेको छ। यद्यपि यो बर्खाको समय हो। गत वर्ष चाहिँ काममा निकै डिस्टर्ब हुने गर्थ्यो। यसपटक चाहिँ मौसमले साथ दिएको छ र काम गर्नको लागि पनि सहज भएको छ। यहाँको दृश्यहरू हामी तपाईँलाई देखाउँछौँ। तपाईँले अन्तिमसम्म हामीलाई हेरेर साथ दिनुहोला। तपाईँ यति बेला हामीलाई कहाँदेखि हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला र तपाईँलाई भिडियो कस्तो लाग्छ त्यो पनि हामीलाई भन्नुहोला। हस्, तपाईँ अन्तिमसम्म हेरेर साथ दिनुहोला। नमस्कार।
छ।